भुन्टी सिरियलको रिभ्यू भिडियोमा स्वागत छ तपाईलाई। दर्शकबिनहरु अब आउने भुन्टी भाग 298 मा के कस्ता भिडियोहरु देख्न सकिन्छ त भन्ने विषयमा तपाईहरुका माझमा भिडियो ल्याएर उपस्थित भइसकेका छौं। त्यो भन्दा पहिला तपाईहरुले हामीसँग नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिन पनि नभुल्नु होला। साथीहरु तपाईहरुलाई चाहिँ भुन्टी भाग 298 को समीक्षा गर्नका लागि तपाईले भुन्टी भाग 297 पनि राम्रोसँग हेरेको हुनुपर्छ। त्यसकारणले गर्दा सबैभन्दा पहिला त भुन्टी भाग 297 को बारेमा थोरै समीक्षा गरौँ साथीहरु। भुन्टी भाग 297 मा हामीले के देखेका छौं भन्दाखेरिमा चाहिँ साथीहरु भुन्टीले चाहिँ साथीहरु आफ्नो श्रीमानलाई भेट्न आएकी जुन महिला छिन् तिनको फेस पनि गर्लफ्रेन्ड हुन् भन्ने कुरा पुरै थाहा पाइसकेको दृश्य पनि हामीले यो भन्दा अगाडिको भिडियोमा देखिसकेका थियौं। र साथीहरु टोकले र पूर्णिमाको सम्बन्ध भने एकदम राम्रो रहेको कुरा पनि यो भन्दा अगाडिको एपिसोडमा हामीले थाहा पाइसकेका छौं र देखि पनि सकेका थियौं। र साथीहरु अब हस्पिटलमा भेट्न आउने चाहिँ साथीहरु भूपेन्द्रको गर्लफ्रेन्ड हुन् भन्ने कुरा चाहिँ साथीहरु उता भुन्टीले आफ्नो भूपेन्द्रको दाइलाई पनि गर्लफ्रेन्ड हुँ भन्दै थी भन्ने कुरा भूपेन्द्रको दाइलाई पनि बताइसकेकी छिन्। अब भूपेन्द्रको होस आउन साथ बोल्न सक्ने हुन साथ साथीहरु त्यसको बारेमा छानबिन पनि लगत्तै हुनेछ भन्ने तपाई हामी सबैलाई लागिरहेको छ। र साथीहरु उता भने साथीहरु भूपेन्द्रको घर परिवार आमा र बहिनीले भने साथीहरु कति धेरै आरोप लाउन सकेकी होलिन् भन्ने कुरा तपाईहरुले यो भन्दा अगाडिको एपिसोडमा पनि थाहा पाइसक्नु भयो होला। कसरी आरोप लगाएकी थिइन् जब भुन्टीले चाहिँ हस्पिटलमा भूपेन्द्रलाई आफ्नै रगत दिएर बचाइरहेकी थिइन् त्यसै क्रममा पनि साथीहरु आज उल्टै नै भुन्टीले नै यो सब गरेको हुनुपर्छ भन्ने कुरा उल्टै आरोप लगाइसकेकी थिइन्। र साथीहरु भूमिकाको बिहे भन्ने कुरा साथीहरु तपाईहरुले पनि यो भन्दा अगाडिको एपिसोड हेरेको भए थाहा भइसक्यो होला। अब भूपेन्द्र जबसँग निको हुँदैनन् त्यबसम्म चाहिँ भूमिकाको बिहेको डेट पनि सर्ने छ भन्ने कुरा भुवनले पनि प्रष्ट गराइसकेका छन्। तपाईहरुलाई के कस्तो लाग्छ साथीहरु? अब आउने एपिसोडमा चाहिँ साथीहरु मलाई जहाँसम्म लाग्छ अब भूपेन्द्र बोल्न सक्ने अवस्थामा हुनेछन् र अब भूपेन्द्रलाई त्यो हातसम्म कसले पुर्याएको भन्ने कुरा पनि अब आउने एपिसोडमा हामीले देख्ने नै छौं। र साथीहरु अब भुन्टीले कस्तो अभिनय गरेर कस्तो जीवन्त अभिनय गरेर एकदम मार्मिक गराएकी थिइन् त तपाईहरुले यो एपिसोड र भुन्टी एपिसोड हेरेर पनि थाहा पाइसक्नु भयो। खास गरी त साथीहरु भुन्टी एपिसोड 296 र 297 ले एकदम मार्मिक र जीवन्त अभिनय गरेको कुरा एकदम छर्लङ्ग पारेको कुरा तपाई हामी सबैले देखिरहेका थियौं। अब आउने एपिसोडमा भने साथीहरु भूमिकाको बिहेको कुरा पनि अलि पछि नै अझ पनि डेट छर्ला भन्ने कुरा हामीले आशा गरिरहेका छौं। र साथीहरु अब आउने एपिसोडमा चाहिँ भूपेन्द्र बोल्न सक्ने र हिड्न सक्ने भएर एकदम अब भूपेन्द्रलाई कसले हालतसम्म पुगेको हो भन्ने कुरा पनि यो अब आउने एपिसोडमा हामीले देख्ने नै छौं मलाई जहाँसम्म लागेको छ साथीहरु। अब चाहिँ साथीहरु भूपेन्द्रकी भाउजूले चाहिँ घरमा पुग्न साथ देखेको भुन्टी सिरियल अन्त्य गरेको हामीले दृश्य यो भन्दा अगाडिको एपिसोड हेरेको भए तपाईहरुलाई पनि थाहा भइसक्यो होला कि अब भुन्टीकी भाउजूले घर प्रवेश गर्न दिएलिन् त त्यो बिरामी भएको भूपेन्द्रलाई र भुन्टीलाई। मलाई जहाँसम्म लाग्छ साथीहरु घर भित्र प्रवेश गर्न त दिएलिन् हैन साथीहरु अब परपट्टि भित्र साइन गरेर मात्र भन्ने मलाई लागिरहेको छ। त्यसकारणले गर्दा साथीहरु अब आउने एपिसोड पनि एकदम मार्मिक डेन्जर वाला पनि हुनेवाला छ। र साथीहरु अब यो भन्दा पछाडिको एपिसोडलाई थोरै समीक्षा गर्नु पूर्व यो भन्दा अगाडिको एपिसोड भाग 297 को बारेमा थोरै हेर्न एकदम आवश्यक छ साथीहरु। त्यसको विषयवस्तु थोरै हेरौँ त साथीहरु। सबै छोपेर आँखा दोडा दाना मात्रै देखाएर उहाँलाई भेट्न आउने उहाँकी गर्लफ्रेन्ड ज्यूलाई थाहा होला नि त उहाँको यो हालत क्यारी भयो भन्ने कुरा। लु मलाई भनौँ त क्यारी यस्तो हालत भएसम्म पत्तो लागेन लु भनौँ। यसरी थाहा भएको साथी भूपेन्द्रको हो भन्ने कुरा भुन्टीलाई चाहिँ साथीहरु केही थाहा छैन के कुरा गर्छन् त उसँग मुन्छेलाई यही अस्पतालमा भर्ना गरेर राखेको कुरा चाहिँ क्यारी थाहा भएर आउनु भयो नाक मुख छोपेर क्यारी थाहा भएर आउनु भयो कुट्टी कराइराको हो साथीहरु कसरी पो थाहा पाइदियो उसले किन चाहिदैन कोही जस्ता नाक मुख छोपेर लुकी अर्का कोही बिहानै हिँड्ने गर्लफ्रेन्ड परिन के रे
श्रीमती परे श्रीमती त्यही भएर मलाई भन्ने अधिकार छ फुरुक्क भनम त मेरै पोइ बोलेको चाहिँ मिठो लाएर मेरा पोइ साथी दिनरात मस्केर हिँडेर हाम्रो सम्बन्ध बिहार्ने मुन्छेलाई अहिले मैले बोल्दा झर्को लाओ ह झर्को लाओ तेरा कारणले आदा मेरो घरबार बिग्रिन मलाई कस्तो लाग्छ थाहा तँलाई फुरुक्क भन यस्तो राम्रो सोच खालायो नि तपाईहरु कमेन्ट छोड्न पनि भन मलाई केही पनि थाहा छैन मलाई तिम्रै घरको सदस्यले भनेको भएर म उहाँलाई भेट्न आएकी हुँ ए कुन चाहिँ सदस्यले भने यहाँ बिरामी भएर बस्नु भएको छ भेट्न आउनुस् नाकमुख थुनेर भन्न कुन चाहिँ सदस्यले भन्नुभयो भन् त ल किन धेरै कराएर छौ मु नकराएर कुन केरा बाउ कराउँछन् त मलाई अरु कुरा केही थाहा छैन हेर केटी तेरा कारणले गर्दाखेरि फुरुक्क मेरा श्रीमान यो हालत कसरी पुग्नु भयो किन पुरेस मलाई भन् नत्र म तेरा टोपी सोपी रिङाएर अहिले तँलाई यही खोप्लकै गाड दिन्छु फुरुक्क भन् त या कम्ता टेन्सन भयो त मलाई कति कराइराखौ के त मलाई थाहा छैन भने सुन्दैन कति न उसको पहिले उलाई धेरै नै माया गर्ने जस्तो पहिले भने भैको धुलो जति पनि गर्दैन ठुलठुलो कुरा गर्दै रहेछ मलाई तेरो बकवास सुनेर बस्ने अलिकति पनि फुर्सद छैन बुझिस मलाई डिस्टर्ब नगर ननसेन्स आफ्नै श्रीमानले गल्ती गरिसकेपछि पराइले पनि यसरी हेप्टाइछन् गल्ती आफ्नै मान्छेको हो अब यो केटीलाई मैले के भन्टीको जस्तो सोच्दा साथीहरु अरु कसैको पढे लेखेको व्यक्तिको पनि हुँदैन भन्ने कुरा यो भिडियोले समेत प्रष्ट पार्न गएको छ तपाईहरुले देखि पनि सक्नुभयो होला हैन त कल आउँदा साथीहरु भुन्टीले चाहिँ कल गरिसकेपछि भुन्टीको बाबुले चाहिँ के भन्छिन् है त साथीहरु हेरौँ है त हेलो हेलो भाउजू भन्नुभएको देख्नु होला है साथीहरु भुन्टीको बाबुले चाहिँ के भन्छिन् भन्ने पैसाहरु तिर्न बाँकी रहेछ अघि नि म औषधि लिन जाँदा नि त्यो औषधि पसलको मान्छेले पैसा छैन भनेर भन्दै छिन् हैन साथीहरु भुन्टीले अब भुन्टीको बाबुले चाहिँ अब उल्टो जवाफ दिन्छन् के साथीहरु दाइलाई पठाउँदिन भनेर उल्टै नै थर्काइरहेको अवस्थामा देखाइन्छ आफ्नो बुढाको उपचार कसरी गर्ने हो आफै गर्नु श्रीमानको औषधि कसरी गर्ने भन्ने भाउजू मसित काडी पैसाहरु उपचार गर्ने हो हैन पैसा छैन भने त्यहाँ किन आएर बस्या त पैसा नआउने मान्छेको मुनै नआउने भए पो मुन नआउने मान्छेलाई माया पनि लाउँदैन त्यो चिन्ता नि लाउँदैन हो साथीहरु भुन्टीले चाहिँ आफूसँग मन भएर आएको हो भनेर भन्दै छिन् भुन्टीले बोल्ने शैली भुन्टीले जुन आफ्नो कर्तव्य निभाएकी छिन् त्यो कर्तव्य त एकदम मार्मिक र अतुलनीय भनेको छ साथीहरु तपाईहरुले भिडियो हेरेर पनि थाहा पाइसक्नुभयो होला देख्न सक्नुहुन्छ त्यतिखेरै अब भुवन आउँछन् कि भुन्टीलाई थर्काइरहेको अवस्थामा भुवनले पनि देखिरहेका हुन्छन् आए भुवन किन थर्काएको भनेर भुवनले भन्छन् भुवन हस्पिटलमा जान्छु भनेर भनिरहेको अवस्था चाहिँ उनले हस्पिटल कहीँ जानु पर्दैन भनेर भन्छन् साथीहरु भुन्टी बिचारा भुन्टीसँग न पैसो न केही के गरेर भाइलाई छोड्न सक्दैनौ भने मलाई छोड श्रेया के बोलेकी हो भन त यस्तो पनि बोल्ने कुरा हो भुवनको सोच पनि एकदम राम्रो छ साथीहरु तर भाइ हो भाइलाई चाहिँ अरूले जिउँदो लास भएर गिरेको पनि भुवनले सम्झिरहेका हुन्छन् त्यस कारणले गर्दा साथीहरु भुवन र भुवनको बुवाको लागि भने तपाईहरुले एक लाइक गर्न पनि नछुटाउनु होला ठीक छ त्यसो भए तिमी मलाई नै छोड तिमी त्यो बेला मात्रै मलाई लिन आउनु साथै तपाईहरुलाई भुन्टी सिरियलको आगामी भागहरु कस्तो आइडिया हुन्छ जस्तो लागिरहेको हुन्छ तपाईहरुलाई जस्तो लाग्छ त्यस्तो सल्लाह सुझाव दिनको लागि तल रहेको कमेन्ट बक्स खाली रहेको छ किन जाने भित्र हिँड बा हिँड हामी घर बस्दैन कि भाइ छोडे कि मलाई छोड भनेर भुवनले चाहिँ एकदम साथीहरु अतुल एकदम के भन्नु पर्ला भन खतरा गराइरहेकी हुन्छन् साथीहरु त्यस कारणले गर्दा भुवनले जसो जिस्काएर पनि घरभित्र लगिरहेका हुन्छन् त्यतिखेर जस्तो मनाएर भुवन भने आफ्नो भाइ कहाँ हस्पिटलमा जान्छन् तपाईहरुले भिडियो देखेर पनि थाहा पाइसक्नुभयो होला जिस्किँदै हुन्छन् कि साथीहरु धौधौगा मनाउन सफल भएर मात्रै भुवन हस्पिटलमा जान्छन् साथीहरु नत्र भने त कहाँबाट हुन्छ
मान्छे साथीहरु म त्यसैसँग यसरी जिस्किँदै मनाइरहेका हुन्छ के रे अझ तिमी जिस्किने मान्छे पनि मैले खोज्दिनु पर्ने लास पछेको खुरको झोलाले म जान्छु जे अब देख्नुहोस् है साथीहरु भुनले चाहिँ अहिले म हस्पिटल जाम भनेपछि जाउँ भन्न बिस्तारै गरी के नाटक गरेको भनेर भन्दैछन् अझ पनि के नाटक गरिरा तिमीले यो नाटक होइन यो माया एकपटक सम्झना यस्तो पनि हुँदो रहेछ जिन्दगीका त्यत्रा वर्षमा तपाईहरुलाई लागेको होला नि साथीहरु यी दुई जनाका बीचमा कहिलेकाहीँ यस्तो जिस्काइ पनि हुन्छ जिस्कने अवस्था पनि आउँछ जस्तो भनेर तपाईहरुले सिरियलमा पनि हेर्नु भएको होला हैन तर त्यो अवस्था आज चाहिँ जिस्किदिरहेका छन् के साथीहरु हाम्रो मिलन पनि हुन्छ यो दाइले त्यो भाइको साथ पनि सक्नुहुन्छ तर भाइलाई निको भएपछि भाइलाई निको नहुन्जेल चाहिँ श्रेयाले मलाई साथ दिनुपर्छ है ढोका मनाउँछन् साथीहरु आफ्नै बुढीलाई चाहिँ भुवनले त्यसकारणले गर्दा जा भन्दाखेरिमा जान भनेर आग्रह गरेकी हुन्छन् ढोका मनाएर जान्छन् साथीहरु अनि साथीहरु भोलिपल्ट भने साथीहरु भुवनकी श्रीमती चाहिँ बाहिर सहरतिर जाँदै गर्दा चाहिँ भुवनले चाहिँ आफ्नो भाइ भूपेन्द्रलाई चाहिँ व्हीलचेयरमा बसालेर हस्पिटलबाट डिस्चार्ज गरेर आइरहेका हुन्छन् त्यतिकैमा साथीहरु यो भुन्ची सिरियललाई अन्त्य गरेको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ हैन चाहिँ भुवनले भूपेन्द्रलाई ल्याइरहेको अवस्थामा चाहिँ श्रेयाले देख्छन् अब आउने सिरियलमा श्रेयाले के गर्लिन् त भन्ने विषयमा तपाईहरुलाई पूरा रूपमा जानकारी दिने नै छौं साथीहरु यो यतिकैमा स्किप नगरिकन नछोड्दिनु होला है त तपाईहरुलाई पूरा रूपमा जानकारी दिने नै छौं साथीहरु अब आउने भुन्टी भाग 298 मा चाहिँ साथीहरु श्रेयाले के भुवनले भूपेन्द्रलाई व्हीलचेयरमा बसालेर ल्याएका थिए त्यतिबेला के घर भित्र प्रवेश गर्न देलिन् त साथीहरु कि साथीहरु श्रेयाले घर भित्र प्रवेश गर्न त देलिन् साथीहरु तर भूपेन्द्र भने अब आउने एपिसोडमा के देख्न सकिन्छ भन्दाखेरिमा चाहिँ भूपेन्द्र चाहिँ साथीहरु आफै हिडुल गर्ने अवस्थामा र साथीहरु बोल्न सक्ने अवस्थामा भएको पनि देख्न पनि सक्छौं साथीहरु किनभने उनलाई हस्पिटलबाट पनि डिस्चार्ज भइसकेका छन् त्यसकारणले गर्दा साथीहरु अब उनको हिडुल गर्ने र बोल्न सक्ने अवस्थामा भएपछि साथीहरु श्रेयाले पक्कै पनि साथीहरु औँठा छाप र त्यो आफ्नो प्रपर्टी आफ्नो नाममा ल्याउने छिन् भन्ने हामीले देख्न पनि सकिनेछ र उता टोकले र भूपेन्द्रले भने साथीहरु टोकले र पूर्णिमाले भने साथीहरु भुन्टीलाई भने आफ्नो घरमा डाकेको आफ्नो घरमै डाकेको अवस्थामा पनि अब आउने भागमा देख्न सकिएला र उता फेरि साथीहरु भुवनले भने साथीहरु आफ्नी बहिनी भूमिकाको बिहे को लागि सरसामान खर्च गर्छन् कि गर्दैनन् भन्ने कुरा त अब आउने भागमा देख्ने नै छौं मलाई जहाँसम्म लाग्छ अब आउने भागमा चाहिँ भूमिकाको बिहेको कुरा पनि हामी देख्न सकिन्छ होला र उता भूपेन्द्रको पनि होसाएको र हिडुल गर्न बोल्न सक्ने अवस्थामा भएको पनि देख्न सकिन्छ होला साथीहरु तपाईहरुलाई कस्तो लाग्छ जस्तै तल कमेन्ट बक्समा लेख्न पनि नबिर्सनु होला अब मिलाउन फेरि अर्को भुन्टी सिरियलको 298 भागको रिभ्यु भिडियोमा त्यति बेलासम्मको लागि बाइ बाइ गाइज